के भयो चामल बाबु के सर पानी छैन ल देखा कुरामा किन किन तिमी के तुला उता यो जराको यो सिबी सामसा यो पनि यो लेभल बाइक के भन्छ अपने बस आफ्नै भाषा कुराकानी तिम्रो नाम के हो त नि जति जाने भने के तिम्रो त यो हिरोइनी हो त नि लगाऊ के भन्छ नि खानपिन भयो के हो तिम्रो नाम म त आइराख्ने हो त दिदी हो दिदी
हेलो के राख्नु भएको छ त झोलामा कपडा हो यो अनि यो कपडाहरू आफै बनाउनुहुन्छ है तपाईँहरू उसमा होला क्या कागजमा कसको त्यो चाहिँ सुन्दरलाई पाएको छैन लेख्दा हुन्छ के हो नाम तिम्रो तपाईँ मात्र रहनु भयो किन खान्छौ त कसले सिकायो आफै सिक्यौ तिमी पनि खान्छौ मेगाश्री खान्छौ यसो सानो उमेर मेगाश्री खायो भने त नि क्यान्सर हुन्छ त लक्ष्मी पनि खान्छौ के खान्छौ अरू भात खान्छ अरू मासु दाल भात खाएपछि मान्छे त बस्छ मेगाश्री पनि खान्छौ कस्तो मिठो लाग्छ छुर्ती खान्छौ मेगाश्री मेगाश्री आराम हुनुहुन्छ अस्ति आएको थियो त अनि चिन्नु भएन मलाई चिन्नु भएको छ नाम के हजुरको हर्कबहादुर के हुनु त मुखियाको के हुनु तपाईँ पुजारी तपाईँ पुजारी हो नि बुझिभएको मान्छेहरूकोमा झिरो छोराछोरी पाल्ने ढाउँ भयो छोराछोरी माथि बिसुरो जो भने त गर्ने कि अहको अहिले त्यसो ल दिनु जाइन म पैसा अस्ति भर्खर आएर दिया हो त नि बटौ के गर्ने त गर्ने माया त छ त अनि पैसा माग्दाखेरि मलाई चिने होइन हो नि त चिने छ दादा भन्ने है के भन्ने दादा के भन्ने दादा भन्ने के भन्ने दादा के भन्ने दादा के भन्ने दादा नमस्ते के गर्नुपर्छ bisa kajar sih nah bisa kan ni ajar nang ni ajar nah jalan dia tak naik ल त्यो गीत गाउनु पर्यो 8 को त छोरा छु 8 वटा छोरा छोरी धेरै नै छोरा छोरी यो होइन यो जोइ मात्र ल गीत गाउनु पर्यो नेताले पानी आयो रुचाउने साताले जाउँला जहिले नजाउँ मायालुमा चन्द्रमा हन्जिले पैसा मागे त नि त
वर्ष र दिनको चिजैको बेला लडके लड्के रातो सारी भुइँमा हजुर तिमीलाई एतकाल लगाउने सिक्यो भनिदेऊ न कुन चाहिँ राम्रो सामी दिउमा गाएर भन्नु पर्यो कि गाएर गाह्रै भन्नु अलि भन्नु अलि राम्ररी भन्नु हुन्थ्यो अरू अल्छी लागेको अरू एक दुईवटा भनिदिनु नि त पानको पात गरे माया तिमीले सम्झान्छौ दिनको रात गरे मर्स्याङ दिशा ल मर्स्याङटी सल ल वर्षी साला त्यसमा जोड्नुपर्छ त्यो अरू जाने जतिको सब गीत भनिहाल्नु पर्यो अनि सब भन्न सक्दैन हिजो भन्ने थियो बरु हिजो धेरै खाया थियो ए खाएको बेलामा भन्न गीत आउँछ नखाएको बेला आउँदैन अहिले भनेपछि रातभरि सुतेको अल्छी लागेको अल्छी ला छ काँची पनि सुक्यो अब धेरै गायो 3 दिन धेरै गाउनु भयो नाचगान चल्यो खसी काटियो खाइयो होला होइन झोलसोल अहिले घाँटी दुखिरहेछ घाँटी सुक्यो कि दुख्यो दे अब हजुरले गीत गाएको पोलेर कि अचार बनाएर यो असली खायो भने मोटा हुन्छ ए मुसा खाएपछि कहाँ मार्नुहुन्छ त मुसा मुसा त्यस्तो पोसिलो हुन्छ क्या त्यो हुने हुने देखियो गीतै गाउनु भएन गीतै गाउनु भएन एउटा गाइदिनु न अन्तिम एउटा ल्याउनेले जिसक्यो भने बड्डाले भुलीले पनि दिनुपर्ने हो सालको पाटो टापारी हुबाराई नहुने सल्लाहको तिम्रो माया कति छन् कति यबाराई नहुने सल्लाहको यो चाहिँ सही छ गायकर्ता भएको त आज दिनभरि गीत गाएर पनि सक्दैन तपाईँसँग कसैले सक्दैन एक बोतल खाना पायो भएर हुन्थ्यो नि सजिलो हुन्थ्यो यो खेलामा जान थियो गीत गाउन सजिलो हुन्छ दिनभरि गीत गाउने थियो अब अर्को दिन कुनै यसो चाडपर्वको बेलामा यसो रक्सी सक्सी खुवाउला धेरै रक्सी खानु हुँदैन होइन रक्सीले गर्दा बेकार गर्छ हिजो अस्ति खानु भएकै रहेछ तर गीत चाहिँ राम्रो गाउनु भयो फेरि अहिले लास्ट गीत त अनि अन्तिमको राम्रो हुन्छ गीतै छैन मेरो चस्मा खै चस्मा धेरै मनपर्छ तिमी त हिरो रहेछौ त क ख ग घ पढ्न आउँछ लेख्न आउँछ तपाईँ